आज मलाई एकदमै धेरै खुसी लागिरहेको छ। से हाई टु माई न्यू नेल्स। यो चाहिँ मैले माघे संक्रान्तिको लागि बनाएको। मलाई खुसी चाहिँ किन लागिरहेको छ भन्दाखेरि हामी आज माघे संक्रान्तिको लागि प्रिपरेसन गर्दैछौँ, जुन हजुरमध्ये कतिजनाले गरिसक्नु भएको होला र कतिजनाले गर्नेवाला हुनुहुन्छ र कतिजनाले गर्दै हुनुहुन्छ होला। हाम्रो चाहिँ अहिले गुडको पाक पाकिरहेको छ अनि यहाँ चाहिँ बाबाले बदाम फोकिराखेको छ। एन्ड हियर आई एम मेकिङ द तिलको लड्डु। Look at this. त्यसपछि पालो आयो भुजाको लड्डु। मामुले चाहिँ नबनाम भनिसकेको थियो तर आई लाइक भुजाको पनि, सो वी आर डुइङ द्याट। अब पालो आयो चाकुको, अनि चाकुको लागि चाहिँ मसलाहरू पनि हालिस्यो मामुले। Oh yes, and this reminds me of बच्चा बेलाको चकलेट। If you know you know। अनि पाक चाहिँ चाकुको लागि यसरी छुट्टिनु पर्छ रे कराईबाट, अनि बल्ल यो रेडी भयो भनेर थाहा हुन्छ। And the way it is dripping onto the plate, मेरो त अहिले नै मुखमा पानी आइसक्यो। And here we are halfway ready for माघे संक्रान्ति। सबैजनाले मिलेर काम गर्दा छिटो काम सकिन्छ अनि रमाइलो पनि लाग्छ।